फ्रेंड्स वेलकम माई यूट्यूब चैनल न्यू डे न्यू रेसिपी। आज को मेरो नयाँ रेसिपीमा चाहिँ छ कुन्द्रीको सब्जी। त्यसको लागि चाहिँ मैले कुन्द्रीलाई चाहिँ पहिला चाहिँ राम्रोसँग सफा गरेँ। सफा भइसकेपछि चाहिँ मैले यसरी मिडियम साइजमा स्लाइस काट्दैछु। यो सब्जी चाहिँ यसरी छिपेको कलिलो सबै पकाउन मिल्छ। अब सब्जीलाई काटिसकेपछि चाहिँ मैले टमाटर प्याज पनि यसरी काटेर राखेको छु। मसला चाहिँ हाम्रो टमाटर प्याज सादा पकाइरहेको छु कुन्द्रीको सब्जी चाहिँ। त्यसको लागि मैले तेल खराएर चाहिँ त्यसमा ज्वानो र गोटा जिरालाई फ्राई गर्दैछु। अब फ्राई भइसकेपछि चाहिँ मैले काटेर राखेको टमाटर प्याजलाई पनि फ्राई गर्दैछु। टमाटर प्याज फ्राई भएपछि अब अलिकति हल्दी पाउडर पनि लगाउँदैछु। हल्दी पाउडर लगाएर चाहिँ मजाले मिक्स गर्नुपर्ने हुन्छ। अब अलिकति धुलो खुर्सानीलाई पनि लगाएर यसरी मजाले मिक्स गर्ने। मैले चाहिँ पिरो पिरो मनपर्छ, त्यही कारणले गर्दा चिल्ली पेस्ट एड गर्दैछु। अब तपाईहरुले खानुहुन्न भने चाहिँ स्किप गर्दा हुन्छ। अब चिल्ली पेस्टलाई पनि लगाएर चाहिँ मजाले यसरी चलाइ पकाउनु पर्ने हुन्छ। अब मजाले चलाएपछि चाहिँ 2 मिनेटसम्म चाहिँ मजाले ढकन लाएर पकाउनु पर्ने हुन्छ। 2 मिनेटसम्म टमाटर प्याज मजाले पकाएपछि चाहिँ अब एकपल्ट फेरि मजाले चलाउने अनि काटेर राखेको हाम्रो कुन्द्रीको सब्जीलाई चाहिँ एड गर्ने। कुन्द्रीको सब्जी हालिसकेपछि चाहिँ अब मैले चाहिँ टेस्टको लागि नुन हाल्दैछु। अब नुन हालिसकेपछि चाहिँ मजाले त्यसलाई मिक्स गर्नुपर्ने हुन्छ। मिक्स गरेर चाहिँ अब पकाउनु पर्ने हुन्छ। अब पाकिन्जेलसम्म ढकनी लगाएर चाहिँ पकाउनु पर्ने हुन्छ। अब कुन्द्रीको सब्जीले अलिअलि पानी छोड्यो नुन हालेकोले गर्दा। अब फेरि एकपल्ट मजाले चलाउनु। कुन्द्रीको सब्जीलाई चाहिँ अब ढकनी लाएर 5 या 6 मिनेटसम्म चाहिँ मजाले पकाउने मिडियम आँचमा चाहिँ। अब 5-6 मिनट पछाडि चाहिँ हाम्रो कुन्द्रीको सब्जी चाहिँ रेडी भयो। अब त्यसलाई एकपल्ट मजाले चलाएर चाहिँ तातो तातो आफ्नो मनपर्ने डिससँग चाहिँ सर्भ गर्ने। तातो तातो कुन्द्रीको सब्जी इन्जोय गर्नुहोस्। सिम्पल पाराले बनाएको। यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ र कुनै कारणले मेरो रेसिपी मन परेमा सब्स्क्राइब, लाइक, कमेन्ट गरेर मेरो च्यानललाई सपोर्ट गरिदिनुस् होला।